हेलो एभ्रिवान, आज मैले यो थुक्पावाला भेज चाउमिन बनाउन गइरहेको छु। खास हामीले यो भारतबेटनीबाट लिएको थियौँ चिकन थुक्पा खानको लागि। मौका नै मिलेन, त्यही भएर हामीले चाहिँ आज भेज चाउमिन बनाउन गइरहेको छौँ। यो चाहिँ हामी सबै भेज खाने दिन थियो त्यो दिन, त्यही भएर भेज चाउमिन बनाउन गइरहेको छु। अब यसमा चाहिँ पानी उमालेर चाउमिन राखेर यसलाई बोइल गरेँ अनि चिसो पानीमा पखालेर तेल राखेर छोडेको छु। अब चाहिँ कराईमा थोरै तेल राख्छु। कराईलाई पहिला सुरुमा मजाले तताउनु पर्छ, नत्र चाउमिन चप्किन्छ। अब मजाले कराई तताएर तेल राखेँ, तेललाई पनि तताएँ। अनि अब थोरै चप गरेर राखेको छु यसलाई, लसुनलाई। अब गोल्डन ब्राउन हुने बेरसम्म यसलाई चलाउनुपर्छ, चलाएर पकाउनुपर्छ। यतिको भइरहेको छ। अब मैले चाहिँ यसमा प्याज राख्छु। यो लसुन चाहिँ धेरै कालो गराउनु हुँदैन, फेरि मिठो हुँदैन, टेस्ट पनि हराउँछ यो लसुनको। अब मैले यसमा मजाले प्याज राखेँ। अनि यो चाहिँ हरियो खुर्सानी राखेको छु। धेरै खुर्सानी हालिनँ, अब सानो सानो नानी बाबाहरूले पनि खाने हो, त्यही भएर। अब यसमा चाहिँ मैले क्यारोट पनि एड गरेँ। अब यसलाई मैले मजाले चलाउँछु। सबै यो भेजिसहरू राखेर नै बनाएको थिएँ। अब यसमा थोरै नुन राखेँ। अब यसमा मैले राख्न गइरहेको छु जिरा र धनियाँको पाउडर। थोरै राखेको छु धनियाँ र जिराको पाउडर। अब मजाले यसलाई मैले चलाउँछु। अब यो चाहिँ पैँचोको भेनिगर, थोरै भेनिगर एड गरेँ। अनि थोरै सोया सस पनि थोरै थोरै राखेको छु, धेरै चाहिँ राम्रो पनि होइन हेल्थको लागि, मन पनि पर्दैन धेरै राखेको। अनि यसमा चाहिँ मैले अब क्याप्सिकम राखेको छु थोरै। अब यो सबैलाई मजाले मैले चलाएँ। अब यसमा थोरै मैले किसानको केचप राखेको छु। मलाई चाहिँ किसानको केचप एकदम मनपर्छ। अब यसमा मैले गोल्डी मसला राख्छु। धेरै जस्तो मैले जेमा पनि गोल्डी मसला राख्ने बानी छ, खै किन हो। अनि थोरै गोल्डीको मसला पनि राखेँ। यो सबैलाई अब मजाले चलाउँछु। हल्का फ्राई गर्नुपर्छ कि भेजिसहरूलाई धेरै पकाएको मिठो हुँदैन। अब मैले यसमा अघि बोइल गरेर राखेको चाउमिन राख्छु। मजाले यसलाई राखेँ अनि चलाएँ। यस्तो भइरहेको छ। यहाँ चाहिँ अब चाउमिनसँग के खाने भनेर टमाटरको अचार बनाउन गइरहेको छु। अब मजाले फ्राई गरेँ चाउमिनलाई, अनि पाकि पनि सक्यो। अनि मैले अब यसमा प्लेटमा राखेर अनि खुर्सानी प्याज राखेको छु। अनि यस्तो भयो। अनि चटनी पनि राखेँ। यो चाहिँ प्लेटिङ गरेको यस्तो भएको थियो, मिठो भएको थियो।